सो म चाहिँ आज बिस्तारै बिस्तारै वकिङको लागि एक्लै एक्लै बाटोमा हिँडिरहेको होइन। अनि आजकल चाहिँ अब खाना खाएपछि बसिहाल्नुभन्दा एकछिन नेचरमा 40-45 मिनट जति नेचरमा यसो हिँड्यो भने खाएको पनि पच्ने अनि फ्रेस हावा पनि पाइने। त्यसपछि अनि काममा अब दिनभरि बसिन्छ अनि नसाहरू पनि तन्किने अनि फाइदै फाइदा हुने भएकोले चाहिँ आजकल चाहिँ म खाना खाएपछि 1 घन्टा जति हिँड्ने बानी बसाएको छु। अनि कहिलेकाहीँ चाहिँ धेरै जसो, कहिलेकाहीँ भन्दा पनि धेरै जसो चाहिँ म र रिता भएर हिँड्छौँ होइन। अनि आज चाहिँ यो हप्ता, आज भन्दा नि यो हप्ता आजबाट स्पेसल्ली अलि गर्मी लागेको छ। आज यहाँ 30-32 डिग्री हुने जस्तो कुरा थियो, तर मेरो विचारमा आज त्यस्तै 22-23 डिग्री होला। तर यो हप्ता चाहिँ 30 भन्दा माथि जाने कुरो छ। भनेपछि यो हप्ता सही गर्मी हुन्छ, विकेन्डमा स्पेसल्ली फ्राइडे, स्याटरडे, सन्डे। अनि अब के गर्ने भनेर चाहिँ अब प्लान बनिसकेको छैन। जहाँसम्म लाग्छ हामी चाहिँ कहीँ पनि गइँदैन होला यो हप्ता, घरमा बस्ने। बिहानमा अलिक छिटो उठ्यो, स्पोर्टहरू गयो, अनि दिउँसो केही न केही कामहरू भइ नै हाल्छ घरमा, रुममा। तर आज चाहिँ सही गर्मी छ ल, मलाई यस्तो पसिना आइरहेको छ। एकछिन रोकिनै पर्ने भयो पसिना पुस्नलाई। आइया, सो यो चाहिँ पुरै आलुबारी हो यहाँ। एकदम सम्मो एरिया हुन्छ, त्यही भएर यहाँ आलु कुनै पनि तरकारीहरू लगाउन चाहिँ एकदम सजिलो हुन्छ यहाँ। अनि आलु यस्तो राम्रो, अस्ति भर्खर यो म आउने, यो त म हिँडिराख्ने बाटो हो, यो लगाएको 2-3 हप्ता भयो होला। कस्तो राम्रो हलक्क बढाएको छ, आलु पनि राम्रो भयो होला भित्र। यो एरिया पनि अलिक गाउँ एरिया, एकदम पिसफुल एरिया छ, हिँड्न पनि फ्रेस रमाइलो छ। हेलो, सो हो यो चाहिँ हाम्रो एरिया हो, हामी हिँड्ने एरिया। यता चाहिँ रिता म्यामको एकजना ट्युसन पढाउने बच्ची छिन्, त्यो बच्चीलाई ट्युसन पढाउन जान्छन्। म चाहिँ यहाँ हिँड्छु 1 घन्टा। यस्तो राम्रो आलु भएको छ यहाँ, पुरै यो आलुबारी हो। कति राम्रो आलु बनाछन्, ठुल्ठुलो आलु। यहाँ जर्मनहरू पनि एकदम आलु धेरै खान्छन् भात भन्दा। हामीलाई चाहिँ भात नभई हुँदैन, यिनीहरूलाई आलु नभई हुँदैन।
यतापट्टि पनि पुरै आलु। योपट्टि साइडमा चाहिँ जौ लगाएका छन्। जौ अब पाकेर पुरै पयालो भइरहेको छ। अब यो पुरै ट्र्याक्टर मेसिनले काट्छ। यो सबै मान्छेले हात लाएर काट्दो रहन्छन्। इफेक्टिभ काम गर्छन् यहाँका मान्छेहरू। ल यताको आलु पनि 2-3 हप्ता अगाडि रोपेका हुन्। कस्तो राम्रो भइसक्यो। यहाँ मकै रोप्या रहेछन् नि। मकै पनि यहाँ ठुल्ठुलै भइसकेका छन्। राम्रो मकै भइरहेको रहेछ। अचम्म र ट्र्याक्टर लिएर आउँछन्, गुर्र मकै छाड्दै जान्छन्। यसरी मकै उम्रिसक्यो यहाँ। ल यहाँ फेरि गाउँबारी है। पुरै यहाँ ब्रेड खाने भएर धेरै जस्तो एकदम जौहरू लगाउँछन्। पुरै जौबारी यहाँ कस्तो मजाले पाक्न थाल्यो। अब काट्न चाहिँ कसरी काट्ने रहेछन् त्यो चाहिँ मलाई पनि इन्ट्रेस्टिङ लागिरहेको छ। किनकि हाम्रोतिर चाहिँ घोड्छन् पनि, त्यही भएर बिचमा घाँसहरू पलाउँदैन। यिनीहरूको चाहिँ बिचमा घाँसहरू पलायो नि छोडिँदो रहेछन्। यो काट्दाखेरि चाहिँ कसरी चाहिँ छान्दो रहेछन्, छुट्याउँदो रहेछन् त्यो चाहिँ थाहा भएन मलाई। एरिया चाहिँ एकदम राम्रो छ, पिसफुल एरिया छ। गाडीहरू त्यति हिँड्दैन, हिँड्नलाई गजब छ। ल यस्तो राम्रो देखिया छ। पुरै जौ पाकेर भन्दा नि अब हरिहरि सब पाक्ने बेला भएको छ। कहिले काट्छन् अब।